नमस्ते। नास्ता खानुभयो? हेलो एभ्रिवान, आई होप हजुरहरू सबैजना सधैँ आरामै हुनुहुन्छ होला। अनि अहिले चाहिँ के गर्दै हुनुहुन्छ? मौसम कस्तो छ त्यतातिरको? हाम्रोतिर चाहिँ आज चाहिँ काम लागेको छ। अनि हाम्रो चाहिँ आज हामी बस्ने मालिकको घर चाहिँ आज खेत चाहिँ खोज्दैछन् साथीहरू। तल तल हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त्यहाँ पुरै हिउँदै खोदेर तल त्यहाँ चाहिँ मिसिनु गरे नि, त्यहाँ आवाज सुन्नुभयो होला पक्कै पनि। हाम्रोतिरको भ्यू यस्तो छ, हेर्नु पुरै हावा लागेर साथीहरू। त्यहाँ चाहिँ डरममा चाहिँ पानी हामीले स्प्रे गर्नलाई भरेको। अब कतिखेर गर्छन् स्प्रे चाहिँ थाहा छैन। त्यहाँ चाहिँ यो चाहिँ पुरै यो रुखहरूमा दबाई छरेर यो मिसिनले, पर त्यहाँ भएको मिसिनले। अनि छोरी र म चाहिँ अहिले के गर्न लागेको छु नेहा? भन त। बसिया छु। पिन्न छु। हामी अहिले के पखाल्न जाने हो भन त? साग पखाल्न जाने हो। हाम्रो छोरी चाहिँ साग पखाल्न जाने अरे। अनि अहिले चाहिँ अब यो साग पखालेर हामी भुट्छु। त्यसपछि हामी कोलाई रोटी हाल्ने हो भन त? कोलाई रोटी हाल्ने भन? बज्जूलाई र बाजेलाई भनिदिने। बज्जूलाई र बाजेलाई हामी रोटी र साग पकाइदिने हो कि नै? अब लागु हामी साग पखाल्नतिर, हुन्छ कि नै नेहा? हाम्रो नेहाले साग पखाल्छ, म चाहिँ भिडियो बनाउँछु, हो कि नै? यता 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 आइज, यता हिँड अगाडि। हाम्रो चाहिँ यहाँ छोरी यसरी हिँडिरहेकी छ। अनि यो चाहिँ हाम्रो छोरीको चाहिँ बच्चा अरे, बच्चा। एकछिन पनि छोड्दिने यसलाई चाहिँ, बिचरा रुन्छ अरे, हो कि नै? ल हिँड छिटो। हाम्रो चाहिँ पर त्यहाँ ट्र्याक्टर चलाउँदै हुनुहुन्छ। पर त्यहाँ रुक, हामी देखाइदिने होइन नेहा? पर त्यहाँ चाहिँ ट्र्याक्टर चलाउँदै हुनुहुन्छ। अहिले चाहिँ बस्नुभएको छ थाकेर। ल हिँड। हाम्रोतिर चाहिँ यस्तो छ फुलहरू। आइज। हाम्रोतिर चाहिँ यो फल चाहिँ ठुलै भइसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ, यत्रो यत्रो भइसकेको छ। जा लिएर आइज। हाम्रो नेहाको चाहिँ भाउ त्यहाँ खस्यो भनेर यहाँदेखि ल्याउन जान लागि डर पोख्ने यहाँ यसरी जाँदैछ। छिटो ल्याए तेरो भाउलाई, अहिले रुन्छ। अहिले समात समात, त्यहीँदेखि समात, तान तान। ल आइज, छिटो छिटो आइज। हामी चाहिँ साग चाहिँ यो साग पखाल्दैछु। यो चाहिँ साथीहरू फापरको साग हो, हेर्नुहोस् फापर। यो चाहिँ मिठे फापर हो। फापर सबैलाई थाहा त होला। हेर्नुहोस् फापर यस्तो छ। आइज छिटो। त्यस्तो नगर, कपडा रुच्छ, हट। म पखाल्छु आफै। हाम्रो चाहिँ साग यहाँ यसरी पाक्दैछ। हाम्रो चाहिँ यहाँ छोरी यसरी रोटी हाल्ने भनेर मैले चाहिँ पिठो मुस्दैछु। रोटी चाहिँ आफू हाल्छु भनेर बसी यहाँ पिठोको अगाडि। हाम्रो यहाँ नानीले चाहिँ रोटी हाल्दैछ, हेर्नु है कसरी हाल्छ। हाल छिटो। कसरी हाल्ने हेर्नुहोस् यहाँ।
हाम्रो नानीले यस्तो रोटी हाल्छ हो किन यसरी कोही जान्नुभयो कि रोटी हाल्न पनि हाम्रो नानीले जाने हो किन रोटी हाल्नभन्दा यहाँ पिठो खेलाउन धेरै काम पाइराही हो किन आफै हालेर आफै खाने अरूले नदिने दिने कोलाई दिने अरू 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 बाबा न बाजेलाई दिने दिने हाम्रो चाहिँ यहाँ यत्रो नानी यहाँ सबै रोटी बनाएर सबैलाई दिने हो नि अब हामी कति रोटी खाने हो बना बना हाम्रो चाहिँ यो चाहिँ फल यस्तो लागेको छ हेर्नुस् त यो मोबाइल चाहिँ मेरो मधुरो देखाएको छ यहाँ चाहिँ यति फल लागेको छ यस्तो हाम्रोतिर यस्तो छ दिउँसोको भ्यू घाम यो चाहिँ स्याउको बुट्टा हो यहाँ चाहिँ स्याउ फल्न स्टार्ट भइसकेको छ तर यहाँ देखिन्न खै हाल कसरी हाल्ने अरे रोटी पिठो मुसेर सकियो सकिएन सकियो ल त अब रोटी हाल्ने है